आजको यो चर्चामा आधुनिक सौन्दर्यको मापदण्ड र हाम्रो भित्री आत्मविश्वासको यथार्थबारे कुरा गरौँ है त। साँच्चै आजभोलि आफ्नो प्राकृतिक अनुहार स्वीकार गर्न किन यति गाह्रो छ? यसले हाम्रो समाजको वास्तविकता देखाउँछ। अचम्मको कुरा, अध्ययनअनुसार 97.5% महिलालाई मेकअपले मात्र शारीरिक आकर्षण बढाउँछ भन्ने लाग्छ। यसले गर्दा किशोरावस्थादेखि नै राम्रो देखिनुपर्ने ठूलो मानसिक र आर्थिक दबाव हामीमाथि पर्न थाल्छ। अहिले धेरैजना महँगा र कहिले नसकिने भाइरल स्किन केयर रुटिनको पछाडि दौडिँदा वाक्क भइसकेका छन् नि। एकातिर मेकअपको भारी आर्थिक खर्च छ भने अर्कोतिर यसले निम्त्याउने गम्भीर मानसिक असर छ। पैसा छैन, मेकअप छैन र आत्मविश्वास पनि छैन। यो भनाइले हाम्रो तितो यथार्थ दर्शाउँछ। भन्नै पर्दा सौन्दर्य उद्योगले हाम्रा यिनै असुरक्षा र डरलाई बढाएर अत्यधिक नाफा कमाइरहेको हुन्छ। दिनहुँ मेकअप लगाउँदा हाम्रो दिमागमा प्राकृतिक अनुहार अपूर्ण छ भन्ने नराम्रो सन्देश पुगिरहेको हुन्छ। विज्ञान भन्छ, बिना मेकअपको अनुहार स्वीकार गर्न दिमागले यी महत्त्वपूर्ण चरणहरू पार गर्नैपर्छ। यसबाहेक केही समय मेकअप नलगाउँदा छालाले प्राकृतिक रूपमै सास फेर्न पाउँछ र धेरै राहत मिल्छ। अनुसन्धानले देखाउँछ भारी मेकअप प्राय भित्री असुरक्षा र कमजोरी लुकाउने मुकुण्डको रूपमा प्रयोग भइरहेको हुन्छ। तर याद राखौँ, मनमा डाह र खराब नियत छ भने बाहिरी मेकअपको कुनै अर्थ रहँदैन। सफा मन र राम्रो बानी बेहोराको मूल्य बजारमा पाइने सबैभन्दा महँगो फाउन्डेसनभन्दा 1000 गुणा माथि हुन्छ। साँचो आत्मविश्वास त भित्री चरित्रबाट पो आउँछ। यसलाई निर्माण गर्न कुनै आर्थिक लगानी चाहिँदैन। पूर्ण आत्मस्वीकृतिको यात्रा आफ्नो प्राकृतिक अनुहारमा सहज महसुस गर्ने साधारण कार्यबाटै सुरु हुन्छ नि। यसका लागि सोच बदलौँ। जस्तै अनुहारको दागलाई खोट होइन, आफ्नो अद्वितीय विशेषता मान्न सकिन्छ। मुकुण्डो बिनाको प्राकृतिक रूप अपनाउँदा एक वास्तविक र स्वतन्त्र जीवनको अद्भुत अनुभूति प्राप्त हुन्छ। अन्ततः साँचो आत्मसम्मान भनेको हामी भित्रै हुने चिज हो, जुन कुनै ब्युटी पार्लरमा किन्न सकिँदैन। जब अनुहारको मेकअप पखालिन्छ तब कस्तो मन बाँकी रहन्छ? यो सोच्नै पर्ने गहिरो प्रश्न हो।